कपी लिएर आऊ हात नि दुखे सक्यो हात दुख्यो लेख्नलाई त्यसो भए अनि भन नि त मुखले मुख नि दुख्यो मुख नि दुख्यो अनि के गरेर पढ्ने त आँखाले मात्र पढ्ने किताब लिएर आऊ त्यसो बुक मेरो हात दुख्यो हात त अनि लेख्नलाई हात दुख्यो रिड गर्नलाई त आँखा त दुखेको छैन होला नि आइसमा राख्यो भने पेन पप्ट हुन्छ कसले पेनले घोच्नु भनेछ त पप्ट गर्नलाई पढ्ने भनेको यसरी ए फर एप्पल बी फर बुक सी फर क्याट यसरी पढ्ने के दुख्यो एभ्रिथिङ दुख्यो स्लिप गर त्यसो मलाई निन्द नै लागेको छैन त्यसो भए खाना भात खाऊ मलाई अहिले भोक नै लागेको छैन अनि त्यसो भएदेखि के गर्ने त वाट डु यु वान्ट प्ले खुट्टा नि दुख्यो होइन एक त्यसो खुट्टाले पढ्ने आऊ मेरो खुट्टा नि दुख्यो उहाँ दुखिरहेको छ अनि किन अघि भर्खर खुट्टा दुखेको छैन होइन उहाँ मात्रै दुखेको छैन भनेपछि खेल्नु नि सकेन होइन खुट्टा दुख्यो होइन त अब त्यसो खेल्न सक्छु हौ यस्तो यस्तो गर्ने तर मेरो निज दुखेछ ए खेल्न चाहिँ सक्छु खुट्टा दुखेर पनि तर आपा मेरो खुट्टा नि दुखेछ तर बिस्तारै यस्तो गरेर यहाँ बिस्तारै ल त्यसै पढाउँ ल कपी लिएर आऊ छिटो मैले सक्दैन मेरो लेगले ल त्यसै सन्डे मन्डे भन्नु ल स्पेलिङ नो वे